हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज बारीमा 2-4 दिन बाहिर कतै गयो भने बारी पनि कस्तो झाडी भइसक्छ के। आज तरकारी पनि टिप्नु पर्यो बारीमा बेलुकाको लागि। अनि बारी पनि कस्तो भयो भनेर हेर्न आएको। यस्तो हेर्न न झारै भइसक्यो। 2-4 दिन आफू बारीमा पसेन भने सबै झारै झार। फर्सी फल्न लागेछ। हिजोको असिनाले पलै पल पार्दैछ। बेचारा मेरो फर्सी बच्चा। भरे बेलुकाको लागि मुलाको साग टिप्नु पर्यो। यो हाम्रो गाउँतिर चाहिँ खासै खाँदैन। गाउँतिर चाहिँ खाएको देख्दैन। तर यो खाँदाखेरि चाहिँ एकदम मिठो हुने रहेछ क्या। झन् तेलमा भन्दा के अरे घिउ भयो भने घिउमा पकाएर खायो भने यति मिठो हुने रहेछ कि पुरै मिठो हुने रहेछ। हाम्रो गाउँतिर चाहिँ फुलिहाल्यो यो के काम भन्छ। त्यो उखालेको देखाएको थिएँ क्या मैले चाहिँ। पहिला चाहिँ आमाले पकाउनु हुन्थ्यो। आफूलाई चाहिँ यो तरकारी के पकाउने ऊ के पकाउने भन्ने थाहै हुन्थेन। आमाले जे पकाएर दिनुहुन्थ्यो त्यही खान्थ्यो। त्यही भएर आफूलाई त मतलबै भएन क्या तरकारी के खाने कसो खाने भनेर। आफूलाई परिसकेपछि चाहिँ के अरे तरकारी कसरी टार्ने भन्ने हुने रहेछ क्या। अनि त्यही भएर आज चाहिँ म भरेको लागि चाहिँ यो के अरे फुलेको मुला टिपेको छु। भरे पकाएर खाने मिठो हुने रहेछ। जे होस् नखाएसम्म चाहिँ कस्तो हुन्छ होला भन्ने हुन्थ्यो। खाइसकेपछि मिठो हुने रहेछ। मेरो जस्तो यस्तो सानो तरकारीबारी सानो भयो भने चाहिँ अब जतिजना घरमा जतिजना परिवार भए पनि जे होस् 4-5 जना परिवारलाई त यति ठाउँमा पनि पुग्छ क्या। एउटै थरीको तरकारी नरोप्ने एउटा थरीको रोप्ने के। अब मेरो यहाँ प्याज रोपेको यो चाहिँ अब प्याज उखालेर यहाँतिर साग रोपिदिनु पर्ला। यो चाहिँ बन्दा अनि एउटा सिद्धिन्छ एउटा आउँछ तरकारी। यो प्याज गाजर यहीँ छरिदिएको छु। सिमीको बोट यत्रो भएको छ। अब फल्छ अनि त्यहाँबाट यहाँ यो अब फल्ने बेला भयो सिमी पनि। अनि यो फर्सीहरू अब टन्नै फल्छ यो फर्सी पनि। अनि त्यही भएर सानो बारी भयो भने चाहिँ हामीले एकै थरीको तरकारी रोप्ने होइन। थरीको तरकारी रोप्दै गर्ने कि एउटा सिद्धिन्छ अर्को आउँछ एउटा सिद्धिन्छ अर्को आउँछ। तरकारी दुःखै हुँदैन। थोरै ठाउँमा पनि तरकारी हामीले किनिरहनु पर्दैन क्या। मेरो अस्तिसम्म अर्को पहिलाको बन्दा थियो त्यो बन्दा खाँदै थियो। बल्ल अस्ति भर सक्यो। फेरि अर्को बन्दै यत्रो भइसक्यो। खाने बेला भइसक्यो। यहाँ काँक्रो फर्सी छ। अनि यहाँ चाहिँ तरुल रोपेको सानो टुसा आइसक्यो तरुलको। अनि त्यही भएर सानो बारी हाम्रो फराकिलो बारी छैन भने के अरे हामीले चाहिँ तरकारी एकै थरीको धेरै नरोप्ने थोरै रोप्ने के सबै थरीको तरकारी। अनि तरकारीको दुःखै यता पनि सबै फुल्या छ मुला। यो फुलाहरू टिप्ने खाने आजको चाहिँ मेरो बरेलाई चाहिँ पुग्छ यतिले पुगिहाल्छ। यो चाहिँ अब भोलितिर यो पनि कति मिठो हुन्छ कि यो पिरो पकाएर खाँदा नि हुन्छ। यो पकाएर खान्छ नि। यता सानो तरकारी बारीमा नि हामीले मजाले तरकारी किन्नै पर्दैन क्या मिलाएर रोप्यो भने। यो चाहिँ म 2-4 दिन बाहिर गएको सबै झाडी भइसकेको छ। अब यसलाई के निकाल्नु पर्ने हो त्यो निकाल्ने। अनि त्यसपछि अर्को केही रोपिदिनु पर्छ। तरकारीको दुःखै हुँदैन। अलि धेरै भएको तरकारीहरू सुकाएर राख्ने अनि पछि खाने हुन्छ। त्यसलाई चाहिँ सुकाएर राख्यो भने त्यो तरकारी कहिले तरकारी नहुने बेलामा नत्र तरकारीको दुःखै हुँदैन।
यतिमा पनि फरक फरक तरकारीहरू रोपिरहनुपर्छ सागहरू छरिरहनुपर्छ कहिल्यै दुःख हुँदैन तरकारीको